जय मसी जयमसी जय मसी सन्चै हुनुहुन्छ? हजुरको परिचयबाट नै हामी सुरु गरौँ होला। मेरो नाम चाहिँ सुन्दर तामाङ अनि मेरो घर चाहिँ होर्लाबारी मोरङ अनि इटारा भन्ने गाउँमा हो। अनि हाल अहिले म माल्टामा छु। विगत 5 वर्षदेखि त्यही छु। अनि सेवाकै क्रममा म मलेसिया अनि दुबई हिँड्दै माल्टा आएको हो। अनि हजुर मेरो परिचय भन्नुपर्दा त्यस्तै छ। अनि म विवाहित हुँ अनि मेरो एउटा छोरी छ अनि मेरो श्रीमती छ। हजुर हजुर। तपाईँ रोमानिया आउनुभयो यो पहिलोचोटि? दोस्रोचोटि हो। दोस्रोचोटि है। जुन चाहिँ रोमानिया आउँदै गर्दाखेरि यहाँको परिस्थितिहरू यहाँको नेपालीहरूको विषयमा केही तपाईँलाई जानकारी भएको होला सायद नै। र तपाईँलाई हामीले भन्दै गर्दाखेरि यहाँ चाहिँ धेरै नेपालीहरू चाहिँ पीडित अवस्थामा छन्। विशेष गरी ठुलो रकम चाहिँ लगाएर चाहिँ रोमानिया छिर्नुभएको छ। जुन चाहिँ अपेक्षा लिएर चाहिँ उहाँ आउनुभएको छ त्यो प्रकारको पाउनु भएको छैन। उहाँहरू पीडित अवस्थामा हुनुहुन्छ। त्यस्ता नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई तपाईँले कुन प्रकारको चाहिँ उत्साह दिन चाहनुहुन्छ? यो युरोप भन्दै गर्दाखेरि चाहिँ मलाई लाग्छ हरेक देशमा नै यो पीडा चाहिँ सबैले भोगि नै राख्नुहुन्छ। अब उदाहरणको लागि माल्टामा भनौँ भने माल्टामा पनि त्यस्तै नै छ। अझै मलाई लाग्छ यहाँभन्दा नि भारी रकम बोकेर उहाँहरू आउनुपर्ने हुन्छ होइन। अनि उद्देश्य त्यही हो सबैजनालाई कमाउन, आफ्नो परिवारलाई हेर्न। अनि भारी रकम बोक्दै गर्दाखेरि ऋणको भार अनि हरेक कुराहरूले गर्दै गर्दा उहाँहरूलाई एकदमै असहज हुँदै जान्छ। रोमानिया मात्रै होइन, सेङ्गेनमा भएका हरेक युरोपियन कन्ट्रिजहरूमा जहाँ चाहिँ जस्तै साइप्रस, क्रोएसियाहरू भए यिनीहरूमा पनि मलाई लाग्छ धेरैजनाहरूले चाहिँ यो भार बोकि नै राख्नु भएको छ। अब यो भारलाई अब हामीले न्यूनीकरण चाहिँ त्यति गर्न सक्दैनौँ होला। तर उत्साहको साथ हामी के भन्छौँ भन्दा अब हामी क्रिस्चियनको पर्सपेक्टिभबाट हामी हेर्ने हो भने एक इसाईको पर्सपेक्टिभबाट चाहिँ हरेक योजना जुन परमेश्वरले हाम्रो जीवनमा राख्नु भएको छ त्यो अलिक फरकै छ होला। हामीले महँगो रकम नै हामीले तिरेर आए पनि प्रभुको आशिष चाहिँ अलिक भिन्नै प्रकारको हुनसक्छ हाम्रो जीवनमा। माल्टाको उदाहरणको लागि भन्दै गर्दाखेरि विभिन्न स्टुडेन्ट्सहरू आउनुहुन्छ। उहाँहरू कतिजना त इभन घरविहीन रुम नपाएर है अलपत्र अवस्थामा नि हुनुहुन्छ र भोग्दै पनि आउनुभएको छ। तर पनि त्यो स्ट्रगल बिचमा पनि उहाँहरू चाहिँ प्रभुको सेवाकाई गर्नलाई चाहिँ त्यो जुन इच्छा उहाँले राख्नुभएको छ मलाई लाग्छ त्यही नै प्रभु चाहनुहुन्छ। हाम्रो समस्याको बिचमा पनि प्रभु उहाँले हामीलाई बोलाउनुहुन्छ। अनि मलाई यसो पनि लाग्छ हामी मानिस चाहिँ हरेक कुरा सम्पन्न भयो अनि हरेक कुराहरूले सुसम्पन्न भयौँ भने चाहिँ मलाई लाग्छ हामीले चाहिँ प्रभुलाई खोज्दैनौँ होला। किनभने हामी मात्तिन्छौँ सेवाहरू होइन, हाम्रो सबै फेसिलिटिजहरूलाई हेरेर। अनि कति कुराहरू हाम्रो जीवनमा यो हुन आवश्यक जस्तो पनि लाग्छ मेरो लागि चाहिँ। अब यसलाई पोजिटिभ प्रकारले हेर्ने हो भने चाहिँ अब यसको नकारात्मक हेर्ने हो भने चाहिँ अब होइन किन चाहिँ अब के अरे टेन्सन लिएर बस्नु होइन, यत्रो ऋणको भार बोक्नु भन्ने लाग्न सक्ला। तर एक प्रकारले हेर्ने हो भने आज त्यही कुरोले नै हामीलाई बिहान उठ्नलाई ऊर्जा दिन्छ। भोलिको दिनमा तपाईँको ऋणै भएन भने तपाईँलाई त्यो काम गर्न पनि त्यो तपाईँलाई बल जोस आउँदैन। त्यस्तो छ। हजुर, जति पनि नेपालीहरू माल्टा, रोमानिया, युरोपको विभिन्न देशमा छिर्दै हुनुहुन्छ, हाम्रो विश्वासमा रहेका दाजुभाइहरू पनि आउँदै हुनुहुन्छ। कतिजना हाम्रो नेपाली दाजुभाइहरू छिर्दै गर्दाखेरि उहाँलाई चाहिँ तपाईँले कुन प्रकारको चाहिँ उत्साह दिन चाहनुहुन्छ र उहाँलाई कुन प्रकारको सन्देश तपाईँले प्रवाह गर्न चाहनुहुन्छ? किनकि तपाईँ धेरै समय माल्टामा बस्नुभयो, तपाईँ एक त आफै जवान हुनुहुन्छ, परमेश्वरको काम गर्नुभएको छ, सोसल सर्भिसतिर पनि एक्टिभ हुनुहुन्छ भने पछाडि उहाँहरूलाई पनि तपाईँले कुन प्रकारको एउटा त्यो अनुभव अनि त्यो तपाईँले उहाँहरूलाई चाहिँ कुन प्रकारको चाहिँ यो सल्लाह दिन चाहनुहुन्छ? छोटो। एकदमै राम्रो प्रश्न गर्नुभयो तपाईँले। अनि यो विषयमा भन्दै गर्दाखेरि चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ मेरो आफ्नो व्यक्तिगत हुन पनि सक्ला। हामी विदेशिनुको कारण चाहिँ हाम्रो एउटै योजना हुन्छ, परिवारलाई पाल्नु अनि केही असल प्रकारले कमाउनु हुनसक्ला। तर त्योदेखि बाहेक पनि परमेश्वरको योजना चाहिँ छुट्टै हुन्छ हाम्रो जीवनमा। अनि हामी माल्टा अब यहाँ रोमानिया भयो अरू देशहरूमा पनि हामी हेऱ्यौँ भने चाहिँ मानिसको चाहिँ पहिलो प्रायोरिटीमा त्यही हामी कमाउनैका लागि हो। तर उत्साह चाहिँ म के दिन चाहन्छु भने परमेश्वरले चाहिँ हामीलाई नेपालमा हुँदाखेरि जुन प्रकारले बोलाउनु भयो, हामी नेपाल हुँदा नै बोलाइएका थियौँ। त्यो बेलामा हामीले प्रभुलाई भन्यो, प्रभु हामीलाई चलाउनुहोस् भनेर हामीले आफैलाई समर्पण गऱ्यौँ। अब यो चाहिँ हाम्रो लागि चाहिँ मैदान भूमि भएको छ।
यो कस्तो प्रकारले भन्नुहुन्छ भने यो चाहिँ हाम्रो लागि फिल्ड हो है, यसमा चाहिँ हामी उत्तीर्ण हुनको लागि यो जाँच हो हाम्रो लागि चाहिँ। हामीले नेपालमा चाहिँ हाम्रो काम नहुँदाखेरि हाम्रो समय प्रशस्त हुँदाखेरि हामी प्रभुलाई दिनलाई केही पनि जस्तो लाग्दैन थियो। अनि हामी जब विदेशिन्छौँ अनि विदेशिएर जब काम है घन्टौँसम्म 10 घन्टा 12 घन्टा जब काम गरेर जब हामीले परमेश्वरलाई समय दिनुपर्छ, त्यहाँ चाहिँ साँचो एउटा इसाई एउटा साँचो आराधक चाहिँ त्यहाँ देखिन्छ। अनि मलाई लाग्छ हामी छानिने चाहिँ त्यहाँ हौ। अनि उत्साह चाहिँ म यो दिन चाहन्छु, हामी हिजोको दिनमा समय प्रशस्त हुन्थ्यो प्रभुको सेवाकाई गर्न नेपालमा, हामीले यहाँ जानलाई त्यहाँ जानलाई कुनै अभाव थिएन, हामी जहाँ पनि पुग्थ्यौँ भने हामी विदेशमा आइसके पछाडि चाहिँ त्यो हामीलाई अभाव हुन्छ। हामीलाई कतिचोटि सुत्नलाई समय हुँदैन, तर समय नहुँदै गर्दाखेरि पनि परमेश्वरको सेवाकाई गर्नुको छुट्टै आनन्द छ। अनि म यही उत्साह दिन चाहन्छु कि विदेश आउँदै गर्दाखेरि तपाईँहरूले नेपालको कन्सेप्ट तरिकाले म सेवाकाईमा यसरी जान्छु उसरी जान्छु तपाईँहरूले सोच्दै हुनुहुन्छ भने चाहिँ यहाँ फरक हुनसक्छ है। हामी काम अब हप्तैभरि है कतिजना 6 जना कतिजना 7 दिनै काम गरेर पनि उहाँहरू सङ्गति आउनुहुन्छ, नाइट ड्युटी गरेर बिहानको सङ्गति भएर फेरि घर गएर सुत्नुहुन्छ। अनि यसले चाहिँ के देखाउँछ भन्दाखेरि चाहिँ साँचो परमेश्वरको खोजी जब हामी गर्छौँ हामीलाई यी कुराहरूले चाहिँ रोक्दैन। हामी कतिचोटि चाहिँ आफ्नो हाम्रा कामहरू हाम्रा थकानहरूलाई चाहिँ प्रायोरिटीमा राख्छौँ। म थाकेको छु भन्छौँ अनि प्रभुलाई साइडलेसमा राख्दै जान्छौँ। तर विदेशमा जब आइसके पछाडि चाहिँ हामीले चाहिँ कसरी चाहिँ साँचो एउटा सङ्गति गर्न सक्छौँ भन्ने कुरा चाहिँ यसरी थाहा हुन्छ जस्तो लाग्छ मलाई। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद यो समय दिनुभएको लागि। र साँच्चै नै हामीलाई यो तपाईँको यो अनुभव, तपाईँको त्यो सेवाकाई, तपाईँले गर्नुभएको त्यो कार्यहरूबाट तपाईँले जुन बताउनु भयो हामीलाई निकै नै यो भिडियो हेरिराख्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई एउटा प्रेरणा मिलेको छ। र अझै केही गरौँ परमेश्वरको निम्ति, अझै समय नहुँदा पनि जति समय छ त्यसलाई पनि परमेश्वरको निम्ति नै खर्च गरौँ भन्ने हिसाबले साँच्चै नै हाम्रो युवाहरूलाई अझै जोस बढ्यो भन्ने आशा लिएका छौँ। हुन्छ, धन्यवाद यो समयको लागि। धन्यवाद, हुन्छ, थ्याङ्क यू।